अन्तरिक्ष अर्थात् युद्धको चौथो मोर्चा। हालै चीनले सार्वजनिक गरेको लुआ न्याओ नामको विशाल स्पेस एयरक्राफ्ट क्यारियर अवधारणाले विश्व शक्ति राजनीतिमा तरङ्ग पैदा गराएको छ। हलिउडको विज्ञान कथा जस्तै देखिने करिब 1,20,000 टन तौलको यो भीमकाय युद्धपोत र यसमा रहने 88 वटा मानवरहित लडाकु विमानहरूको संयोजनले भविष्यको युद्ध कति भयावह र अदृश्य हुन सक्छ भन्ने सन्देश दिन खोजेको छ। तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ, के यो साँच्चै चीनको अन्तरिक्षमा प्रभुत्व जमाउने दीर्घकालीन सैन्य रणनीति हो कि अमेरिका र पश्चिमी देशहरूलाई नयाँ हतियारको होडमा धकेल्ने एउटा चलाख रणनीतिक प्रोपोगण्डा? दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी चीनको लुआ न्याओ सैन्य अवधारणा किन खतरनाक बन्न सक्छ, आज हामी यसै विषयमा विशेष चर्चा गर्नेछौँ। चीनको लुआ न्याओ केवल एउटा विशाल यान मात्र नभई यसले भविष्यको एरोस्पेस कम्ब्याटको स्वरूपलाई नै बदल्ने सङ्केत गरेको छ। चीनको एभिएसन इन्डस्ट्री कर्पोरेसनले अघि सारेको नायान मेन प्रोजेक्ट अन्तर्गतको यो अवधारणाले परम्परागत युद्धको सीमालाई जमिन र समुद्रबाट माथि उठाएर सिधै पृथ्वीको तल्लो कक्षासम्म पुर्याउने लक्ष्य राखेको छ। हाइब्रिड डिफेन्स सिस्टममा आधारित यो अवधारणामा शत्रु देशका लक्ष्यहरूलाई हाइपरसोनिक गतिमा आक्रमण गर्न एउटै शक्तिशाली संयन्त्रको प्रयोग गरिनेछ। अन्तरिक्षमा प्रभुत्व कायम गर्न लुआ न्याओ वास्तवमै एउटा प्रभावकारी हतियार बन्न सक्छ। यसको संरचना हेर्दा यसमा 88 वटा मानवरहित डार्क नाइट लडाकु विमानहरू रहने कल्पना गरिएको छ। यी विमानहरूले अन्तरिक्षमा रहेका शत्रु देशका उपग्रहहरूलाई नष्ट गर्ने मात्र नभई आवश्यक परेको खण्डमा पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरी रणनीतिक निशानाहरूमा अचूक प्रहार गर्न सक्छन्। यसले चीनलाई ग्लोबल स्ट्राइक क्षमता प्रदान गर्नेछ, जसको अर्थ चीनले विश्वको जुनसुकै कुनामा केही मिनेटभित्रै आक्रमण गर्न सक्नेछ। यस सैन्य अवधारणाको अर्को महत्त्वपूर्ण पक्ष स्पेस डोमिनेन्स